माली रेस्टुरेन्ट चप्पलमा मुस्ताङमा हो अनि झर्ना यस्तो छ त अनि मन्डे अनि यहाँबाट निलगिरी हिमालय त अघि नै चाहिँ केटाहरू चाहिँ फेरि अझै सुतिरहेको रहेछ यहाँनिर होइन। केटा उठौँ है, गुड मर्निङ इट्स अलरेडी 6:15 भइसक्यो है। यहाँनिर के गरेर बसेको भनेको क्या सुतेर अगाडि जानु पर्यो। अब यस्तो छ। कतिखेर उठा तिमी? ओए दोस्ती बबाल रहेछ त्यहाँ ल हिमाल छ यार अगाडि यहाँनिर यस्तो खोला बगिरहेको छ। ओ भाइ के गरे अनि अगाडि त्यहाँ मुख धुँदै हिमाल हेर्न पाउँछ। हिमाल त होइन, डाँडै त डाँडै होला यार। हिमाल हो नि यो त, कहाँ डाँडा हुन्छ यो त? अहिले चाहिँ हामी मन्दिर लिनु जाँदै हो होइन। ब्रस र मन्दिर पब्लिस भइसक्यो भयो होला सबैजना सुतेर बसिरहेको मान्छेहरू चाहिँ। प्रायः अब हामी 7 बजीतिर हिँड्दै त होला नि होइन? ए गेटै बन्द रहेछ नि त दाइ, गेट खोल्ने भन्ने हो क्या? खुल्लै रहेछ, आउनु न। यहाँ सटर बन्द रहेछ नि त, त्यहाँ भन्नु न। होइन यहाँ भन्नुपर्छ, त्यहाँ बोलाउनु न माथि। हामी चाहिँ अब तलतिर निस्किसक्यो है त। हिजो हामी बसेको ठाउँ चाहिँ यही हो। फ्रेस भइरहेको छ बिहान चाहिँ। माली रेस्टुरेन्ट चप्पलमा मुस्ताङमा तलै जाने होइन त दाइ हामी होइन है? ब्रसहरू लिइदिउँ, मन्जनहरू लिइदिउँ होइन दाइ, फ्रेस भइदिउँ होइन? अन्तखेरि चाहिँ माथि चल्दिनुपर्छ सिधै। वेदर पनि दामी खुलिरहेछ नि त, खासै चिसो पनि लागेन कसैलाई नि। गाडी पनि आइरहेको छ यहाँनिर, यतातिर सोध्नु पऱ्यो अनि त्यसपछि माथितिर हिँड्नु पऱ्यो। अब चिया खाएर यस्तो छ भ्यू चाहिँ। अहिले चाहिँ मन्जन लिएर आएको यहाँ अघिदेखिको यो हिमाल चाहिँ निलगिरी हिमाल रहेछ होइन। वेदर खुलिरहेको छ ल केटा। अब चाहिँ हामी चाहिँ होटेल हिलटपमा बसेर एक दिन बस्यो होइन। त्यसपछि आज चाहिँ अब हामी घाँसा जान्छौँ होला माथि। घाँसा नभए आज मुक्तिनाथसम्म पुग्छौँ, दर्शन गर्छौँ, हल्का फुल्का पूजासुजा गरेर अनि जान्छौँ। त्यसपछि चाहिँ तपाईँहरू के गरी तातो पानी आउनुभयो भने चाहिँ होटेल हिलटपमा आएर बस्नु होला। यहाँनिर दाइले पनि मिलाएर गरिदिनुहुन्छ। हस् दाइ गएको ल ल केटा। अब माथि जाने होइन त सिधै माथि झर्नामा नि एक दुईवटा हान्नुपर्छ फोटो। अब हामी चाहिँ माथि हिँडिसक्यौँ है त, जमसमतर्फ। जमसम होइन, आज कता मुक्तिनाथ जमसम होइन त? हो अनि झर्ना यस्तो छ त अनि मन्डे अनि यहाँबाट आएको पानीले नै हानिरहेको कि, हावाले नै पुरै हानिरहेछ।
हिमालबाट पर्ने होला यार है त्यहीँबाट आएको हावा हो नि साथी यो त जाउँ एक दुईवटा फोटोसोटो हान्नु पनि हुन्छ देखिरहेको छ झर्ना त ओभर छ त पानीको छिटा कस्तो डेन्जर हाने के ओए मुन्ने नुहाइदिए त रहन नुहाइदिनु पर्छ क्या साथी यार फ्रेस भयो त पानीले मा छिट्टा हाने त के हेप्पी छ त हो साथी ओए झर्ना यो हो नि त झर्ना मुन्डे यहीँ बस ल दामी फोटो खिचिदिन्छु ल पोज्दैन अलिकति पोज्दे भनेको के दामी खालको पोज्दैन यो सिम्पल भयो कि मेरो नाम चाहिँ सिजन राई हो अनि त्यसपछि म चाहिँ साईको हो भन्नु लाग्यो क्या फेरि अहिले चाहिँ हामी यहाँनिर पेट्रोल पम्पनिर आएर पेट्रोल फिल गरेर होइन गाडीमा त्यसपछि हामी सिधै माथि जान्छौँ अब अहिले चाहिँ यो कुन ठाउँ भन्दाखेरि घाँसा भन्ने ठाउँनिर आइपुग्यो वेदर चाहिँ यहाँनिर पुरै घाम लागिरहेको छ दामी जे होस् चिसो चिसो छ तर घाम लागिरहेको छ यहाँ चाहिँ बाबा यस्तो सही देखिरहेको छ यहाँनिर भ्यू उता फोटोसोटो खिचिरहेको छ यता पनि फोटोसोटो भइरहेछ होइन दामी छ ल अहिले चाहिँ हामी घाँसाबाट माथि हिँडिरहेछौँ होइन अगाडि डाँडा अगाडि दामी एउटा हिमाल देखिरहेछ होइन पुरै यस्तो डेन्जर बाक्लो हिउँ देखिरहेछ नि त्यहाँनिर माटो छ डेन्जर देखिरहेछ बजारमा यस्तो बल देखिरहेछ है त हिमाल चाहिँ यस्तो डेन्जर खुल्लायो कि ल वेदर त दामी छ है त भ्यू चाहिँ ल भोलि क्लियर देखा जस्तो लाग्यो बाटो अब यस्तै त होला नि यस्तो दामी भ्यू छ छोपिरहेको छ यत्तिकै हालिदिने हो कि हामी छायो भिलेज आइपुग्यो होइन वेदर चाहिँ दामी भइरहेछ होइन यता साइडमा हिमाल छ वरिपरि यस्तो छ है बाटो दामी रहेछ नि तर यतातिर कस्तो छ होला यहाँनिर निलगिरी हिमालय त अघि नै चाहिँ क्या अगाडिबाट चाहिँ राति चाहिँ पुरै फुलिरहेको थियो पछाडिबाट चढाइदिनु रहेछ माथि माथि
स्याउ खानु पर्ला जस्तो छ है आउँछ कि दाइ स्याउ फल रहेछ यार त्यस्तो कहाँ अहिले चाहिँ हामी यहाँनिर अब जौसन पुग्न लाग्यो भनौँ न पुग्न लाग्यो अनि बाटो चाहिँ यस्तो छ एडभेन्चर छ होइन बाटो चाहिँ अब एकछिनमा खाना खान रोकिन्छौँ स्याउ फल रहेछ गर्नु भन्दा नि स्याउ हान्नु पाए त यस्तो मजा आउँथ्यो यहाँनिर स्याउ जमसमे बजारमा हो सुटिङ हान्नुपर्छ क्या कुन फिल्मको अरे कबड्डीको होइन कबड्डी 5 बनाउनु पर्ला जस्तो छ है हामी चाहिँ खुल्ला है होइन त कबड्डी 5 बनाउने होइन अनि पार्ट्सहरू मिस्त्रीहरू सब छ होइन स्कर्पियो हो मेरो त्यो ब्रेकमा अलिकति दायाँतिर ब्रेक अगाडिको जाम भयो जस्तो हल्का हल्का आइरहेको अहिले चाहिँ हामी अब जमसमबाट हिँडिरहेको थियो होइन अब अर्कै देश जाँदैछ हामी चाहिँ कस्तो दामी देखेको यार डाटाले पोल हेरे थरी हुन्थ्यो अरे पोल मात्रै हेरे भन्ने यस्तो छ गोली रक्के लाग्यो यहाँबाट चाहिँ सक्यो अब रुख होइन मार्फाबाट रुखै सक्यो स्याउ चाहिँ फेरि सब बहुत रहेछ खाली रहेछ 65 GB खाली रहेछ अझै मेरोमा ल अहिले चाहिँ हामी मार्फा भिलेज आइपुग्यो सही भइरहेछ ल वेदर चाहिँ घाम लागिरहेछ हेटौडामा पानी मुस्ताङमा घाम अब हामी गर्न आएको यहाँ सबै कामदाम मुन्डे के छ अहिले ठिक छ नि होइन अब चाहिँ रहिला हान्न हो अब खाना खानु जानु पर्ला एकछिन घुम्नु पर्यो यहाँ चाहिँ को गएको रहेछ खै त चक्लेट ल्याउनु भने होइन जय शम्भो कहाँ जय शम्भो मार्फामा दर्शन यहाँनिर स्याउ त खानै पर्ने हुन्छ नि साथी यार स्याउको सुकुटी खानु पर्ने हुन्छ है सही हुँदो रहेछ त्यो दामी कि फ्रेस स्याउ दामी रहेछ जियोस् यार यतातिर वेदर चाहिँ ठिक्क खालको मिठो खालको वेदर कि हिरो होन्डा है त्यो चढ्दैन एकचोटि आइया तेरै बाइक हो क्या हो यार बवाल देखिरह ओइ यो त हेभी महँगो पर्छ होला यार अघि मैले याक देखाएको थिएँ कि तल
यहीँ रहेछ त्यहाँ यस्तो दामी बनाउँथ्यो यो स्यागुसुपट्टि कसले सन्दीप दाइले क्या हामीलाई पहिला सुन भन्दा पढाएर सिकाउँथ्यो भने किन्नु अहिले किन्नु पर्ला है मुकुल डाली दग्नुपर्छ कि दामी छ ल केटाहरू त्यहाँ छ है कुन जेरी गल्ली हामी यहीँ हामी हो जेडी गल्ली ओ हामी पनि ड्रेस लाउनु पर्छ नि त सर बिग फ्यान अमल केसी हेर्नु तपाईँ थ्याङ्क यू अमल केसी हेर्न कहिले आउनु भएको तपाईँ अनि म यहाँ पहिला मेरो फिल्म सुटिङ थियो होइन हजुर हजुर त्यसकै ब्ल्याक फ्ल्यास मेमोरिजहरू चाहिँ क्रिएट गर्नलाई चाहिँ हिमालयन छिरो बहुत लामो रहेछ गाडी दोस्तलाई फोटो खिचिदिउँ न फोटो खिचिदिउँ ल सफारीमा फोटो ओइ मुन्डे के हो बर दामी आज त हामी यहाँनिर मार्फा कटेर जमसम जाने बाटोमा सो स्टप छ हल्का होइन यो अगाडि देखिरहेको हिमाल चाहिँ अघि नै हामीले तलबाट देखाएको थियो नि तातो पानीबाट निलगिरी हिमाल बब्बाल खुलिरहेछ त्यो पछाडिबाट अझ बल देख्दो रहेछ यहाँनिर चाहिँ गाडी यसो सर्भिसिङ हाल्नु पऱ्यो भनेर अङ्कलले देखाइरहनु भएको छ त्यहाँसम्म रहेछ कि माथि चाहिँ यस्तो छ फेरि ल अहिले चाहिँ हामी यहाँनिर जमसमनिर आइपुग्यो अनि त्यसपछि यहाँनिर चाहिँ एयरपोर्ट छ होइन हामी चाहिँ एयरपोर्टको ठ्याक्क भ्यू हेर्दै अगाडि यस्तो बवाली हिमाल देखिरहेको छ निलगिरी होइन त्यसपछि यहाँ अब खाना खान्छौँ बस्ने ठाउँ चाहिँ यहाँनिर दामी रहेछ यहाँ पनि छ यतातिर हामी चाहिँ यता बस्छौँ भ्यू हेर्दै खानालाई अब भित्र अलिक मजा आउँदैन त्यहाँ हामीलाई चाहिँ हामी हिमालयबाट फेरि फर्किँदै के हो यो चेरी यहाँ छ कि भिडियो हुँदैछ माता आज पनि घुमियो होइन उता साइडको पुरै खुला भयो चाहिँ क्या गोलिँदै थियो होला अझ मुनि फोटो खिच्दैछ नि होइन खिच्दैछ नि होइन कस्तो दामी आएको छ कि तेरो फोटो सुदीप दाई कता अब जाने होइन सुदीप दाईले त आज सबभन्दा धेरै फोटो खिचेको छ मैले होइन कि अहिले चाहिँ नजान्नु मैले फोटो खिचेको छैन दाई तपाईँ हो दाई फोटो खिच्ने धेरै सरी पछाडि नै हो म के गरेको यार केटाहरू ल अहिले चाहिँ हामी यहाँ मुस्ताङ मुक्तिनाथ आइपुगिसक्यो के हो दाइ यो जग्गामा खोइ पेटै ठुलो भएको छ त अनि पुग्यो अब गएर नुहाउने होला पूजासुजा गर्ने दर्शन गरेर वेलकम हिँडेर जाने ट्रेकिङ रोड पनि रहेछ त ए त्यहाँनिर नजिकै रहेछ त अङ्कल के छ भने तपाईँ नुहाउनुहुन्छ कि हुँदैन नुहाउनुहुन्न है
हामी मन्दिर दर्शन गर्न जानु लाग्यो अनि हामी मुन्डे साथलाई चाहिँ अलिकति चिसो लागेको छ लेक लाग्यो अनि लसुन ससुन हानेर त्यहीँ बसिरहेछ हामी चाहिँ अब टक्क माथि गएर दर्शन गरेर 108 धारामा नुहाउने नि त दाइ म नुहाउँदैन त म अनि 8,848 मिटरमा गएर त नुहाउने मान्छे कतिमा दाइ 8,848 त्यसको पोस्टर अगाडि नुहाउने मान्छे अनि यो त कहाँ यो एरिया पनि मलाई दामी लाग्यो कि बवाल लाग्यो रमाइलो छ नि त रमाइलो छ नि रमाइलो यसमै के गर्नै पर्यो चतर चतर यताबाट जाने ल अगाडि चाहिँ यस्तो दामी लागिरहेको छ भ्यू चाहिँ चतर चतर भनेर ल दाइ राम्री तिमी फुल झै भन्नु न शीतल तिमी जुन झै हाँसेको छ के गर्नु घुम्नै पर्यो चतर चतर मुन्डेलाई चाहिँ लिएर आउनु पायो भए आनन्द हुन्थ्यो कि लाटो नआए पनि आएर त्यहाँनिर बस्दियो नि के अरे यत्रो टाढा आइसक्यो बरु अलिकति गाह्रो होस् सुन्नु न त्यो यहाँसम्म आएर यहाँ नआउनु भनेको त त्यो तलै बसेको भए ठिक हुन्थ्यो त यो त के हो अरे होइन तर त्यसलाई गाह्रो नि भएको छ नि त जबरजस्ती गर्न नि हुँदैन पुच्छर अड्क्यो भनेको जस्तो भयो नि त नि तपाईँलाई त्यस्तो भनेर हुन्छ तपाईँले त्यसलाई गाह्रो भएको हुनसक्छ नि त होइन त्यसलाई हिँड्न पर्दा अलिकति गाह्रो भएको हो यस्तो यत्रो गाह्रो त यता हेर्नु त तपाईँलाई नि भएको जस्तो गाह्रो त मलाई कहाँ गाह्रो हुन्छ कताबाट हो दाइ 8,848 मिटरमा बस्नु मान्छे अनि बाटो चाहिँ यस्तो रहेछ है त त्यहाँ माथि चाहिँ हिमाल छ हिउँ पर्दा रहेछ त्यहाँ पछाडि पनि डाँडाहरू छ चिसो छ वेदर चाहिँ तर घाम लागिरहेको छ चिसै छ उतातिर चाहिँ कस्तो प्लेनकै हेर्नु नि त त्यो उता साइडको डाँडाहरू के स्मुथ टाइपको के यस्तै ठिक भन्छ अहिले फेरि त त्यो यस्तै हाट लगाएर जानुपर्ने हो कि त हामीले चढ्नु पर्ने अब यसमा पो आउनु पर्ने हो त हामी यसमा कि मजा आउँथ्यो होला सही रहेछ है बजार त फर्केर आउँदाखेरि चाहिँ हेर्नुपर्छ कि त यो के हो ढुङ्गाहरू रहेछ है पुरानो पुरानो ढुङ्गाहरू रहेछ कि यस्तो लग्नुपर्छ अहिले पछि मोनालिसा हो रहेछ त्यसरी बब मार्ली होटेल सबजना आएर गयो हो र रियल रनिङ हट्स आवर बब मार्ली यहाँ आएर अनि पिसमा बस्थ्यो होला है एक टोप हानेर र हामी चाहिँ यहाँनिर भर्याङमा आइपुग्यो अनि मन्दिर जाने भर्याङ यस्तो रहेछ टोटल 365वटा सिडी रहेछ होइन गाह्रो हुने मान्छेहरूलाई चाहिँ यहाँनिर बोकेर ल्याउँदो रहेछ हामी चाहिँ यत्तिकै हिँड्दै आइरहेको छ हामी चाहिँ बिस्तारै यस्तो उकालोमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि धेरै फास्ट भनेर हिँड्नु हुँदैन कि आफ्नै बिस्तारै बिस्तारै हिँड्यो भने केही नि हुँदैन म चाहिँ यहाँ माथि आइसक्यो केटाहरू चाहिँ उहाँ तलै आइसक्यो
पानीको आवाज डेन्जर आइरहेछ। यहाँनिर रहेछ कि यस्तो यो घन्टीले त पुरै उयो हुन्छ क्या, पुरै मेडिटेसन हाने जस्तो हुन्छ। एकछिन हेर्छौ कहाँनिर लुगासुगा चेन्ज गर्ने हो, लुगासुगा चेन्ज गरेर यहाँनिर पूजासुजा गरेर नुहाउनुपर्छ। ल आउँदैछ फुटबल भइरहेको छ फेरि। यता सपिङ केटाहरूको हावाको स्पिड पुरै ओभर छ, कपाल उडेको देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी मुक्तिनाथमा दर्शन गरेर आइसकेपछि फोटोसोटो खिचेर आइसकेपछि चाहिँ हामी यहाँनिर छुसाङ भन्ने ठाउँनिर आइपुग्यो। अनि अहिले चाहिँ अँधेरो हुन लागेको छ। अब अहिले एकछिनमा खानासाना खान्छौँ अनि वेदर पनि अलिक चिसो छ। अब भोलि बिहान यहाँबाट उठेर सिधै माथितिर जान्छौँ हामी लोमाङथाङ हुँदै, अनि त्यसपछि अप्पर मुस्ताङ जान्छौँ। त्यसपछि अब भोलि नै भेटिनेछौँ है त, नभए अहिले एकछिनमा खाना खाने बेलामा एउटा क्लिप आउँछ, त्यसपछि नभए भोलि नै भेटिन्छ। सो अहिले चाहिँ हामी यहाँनिर छुसाङ भन्ने ठाउँनिर आइपुग्यो। अँधेरो हुन लागेको छ। केटाहरू यहाँ यस्तो छ ल, मन लागिरहेको छ दामी खालको। अँधेरो हुन लाग्छ। अब चाहिँ खानसाना खाएर भोलितिर भेट्नु पर्ला। अहिले चाहिँ हामी माछामा अरे छुसाङ भन्ने ठाउँमा छुसाङ भन्ने ठाउँमा चाहिँ अब यहाँनिर लोकल हो नि, अनि त्यसपछि मार्फा नै खानु पऱ्यो नि त, बनिरहेको छ त्यहाँनिर। खाजा खाएर अब एकछिनमा खानसाना खाएर एकछिनमा अनि त्यसपछि फेरि भेट्ने जाउँ।